अलिकति तल उता जा पछाडि जा हो त्यहाँ यता फर्क अब भाइलाई फेरि त्यसै गर्नु दुईजनालाई दुईपट्टिबाट हो त्यहीँबाट भाइलाई पनि यता गर उतापट्टि पनि भाइलाई गर यतै पानी चाहिँ कटा अब फेरि त्यहाँबाट आइज यता घुमेर हो त्यसै अब फेरि त्यसै घर अहिले जसो जसो गऱ्यो त्यसै भाइलाई त्यहाँबाट दुटेको भाइलाई पनि गर यता गर्न हो त्यता पछाडि फिल गर हो आउँछ है दिदी बहिनीहरूको पनि त्यहाँ मात्र यता गर्नु पर्छ हो त्यहाँ सकेर यता अब पूजा न यो कलश पूजा अनि सबैले लाले अलि गरेर पूजा अनि भाइ बुहारी पूजा टिका लगायो न सक्छन् भाइहरूलाई उताबाट एउटी आयो दुईपट्टि पहिले भाइलाई पूजा मोबाइल छैन यसलाई सुतेपछि तुरुस हो नभए बिहान पनि आज फेरि 5 बजे उठेको जानै भनिन्छ क्या आज चाहिँ 5 बजे उठेको आज आएर सिधा अब त्यो कलश बोकेर भित्र अब दिदीबहिनीलाई टिको लाग्दैन है उसले लाग्छ भित्र होला यी हो र के गर्ने अरे यहाँ टिको लाग्दैन ए त्यसपछि त्यो अरूले बोक्छ नि त्यो कलश बोक त्यो कलश बोक भाइ बोक भाइ ढोगेर आउनु टेका ढोगेर आउनु होइन त्यो सारीले अलिकति चढ्छ त्यसले टेका नि आउनु पर्छ नि एउटा टेक जुन टेकेपछि निवेनी सारी डरला जोगिएर एउटा टोका दानी खुट्टाले हो भयो 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 एउटीले राखेर पाँच टुक्रा धान राखेर दैले ठेक्नु पर्यो एउटले धान 5वटा 5 खानु पानी सिमा तीन खेत लौली पहिले अनि भाइ सरक दिने अब अर्को दिदी पनि चित्त बुझा भने एकछिन एकछिन नखोल्नु है खोलिहाले त भइ बाजु त्यस्तो सानीलाई सानो हो ल सानीलाई पानी गई पट्टिको 3 पट्टि दुईटै पानीको तर खै त्यहाँ बाली पनि सक्नु चेलीबेटी अनि ढोक्दै ढोक्दै त्यसलाई नटेक यसरी यसरी छुँदै ढोक्दै छुँदै ढोक्दै जाऊ है साइडबाट दाहिने पाएर अर्का त्यहाँ बाली सक्नु भाइ पनि नाको 3 पल्ट आउँछ है च्याउँदै हेर्दै गर्छ अरू भाइ च्याउँदै के चाहिँ गर्छन् हुन्छ आज च्याउँदै हेर्दै गर्दै ढोक्दै ढोक्दै हो त उता साइड लाग अनि ढोक्दै ढोक्दै छुँदै त धानको थुप्रो छुँदै ढोक्दै ढोक्दै जाऊ
हो त्यसो गर्दै गर्दै जाऊ अब हाम्रो पनि पालो हो जाउँ न अब धानमा ढाके पैसा राखेर सासू बुहारीले खोज्न लाउनु पर्थ्यो अब अँ अब होला होइन बरु गर्ने काम चाहिँ गरौँ न सक्ने काम सकेर काका काकीका बिचमा जाऊ त